दर्शकबिन्द रवि लामिछाने हाललाई कारागारमै रहने भएका छन्। सर्वोच्च अदालतले लामिछानेलाई कारागार चलान गर्ने आदेश विरुद्ध कैफियत प्रतिवेदन पठाउन आदेश गरेको छ। सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराधमा यही चैत 22 गते उच्च अदालत तुलसीपुरको बुटोल इजलासले लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। सो आदेशको विरुद्ध शुक्रबार लामिछानेकी पत्नी नेकिता पौडेल सहितका कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दर्ता गरेका थिए। पुनरावेदन निवेदनमाथि सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले प्रारम्भिक सुनुवाई गर्दै निर्णय लिँदाको आधार सहितको कैफियत प्रतिवेदन मागेको हो। जिल्ला अदालत रूपन्देहीले 1 करोड धरौटीमा रिहा गर्न आदेश दिएको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटोल इजलासले लामिछानेलाई थुनामा बाहिर राखेर मुद्दा लड्न ठगी संलग्नको मनोबल बढ्ने र पीडितलाई थप पीडा हुने भन्दै कारागार पठाउने आदेश गरेको थियो। उक्त आदेशपछि 22 गतेदेखि नै प्रहरी नियन्त्रणमा पुगेका लामिछाने हाल पूर्वपक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन्। बुटोलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधका रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले भने लामिछानेलाई 1 करोड धरौटीमा छाडेको थियो। उक्त आदेश विरुद्ध सरकारी वकिल र रवि लामिछाने स्वयंले गरेको पुनरावेदनमा उच्च अदालत तुलसीपुरको बुटोल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाएको थियो। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ। मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेश भन्दा सरकारी वकिल कार्यालय फागुन 22 गते उच्च अदालत पुगेको थियो। फागुन 26 गते लामिछाने पनि जिल्ला अदालतको 1 करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए। राज्य आतंक यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि ल्याउन सकिन्थ्यो। घरै पनि अझै कागज बोकीवरी प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन। आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ। म यसैमै गिरफ्तारी दिन्छु भनेर बसेकै छु। जे होस्, आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ। न्यायको लडाईँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु। यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। मैले कुनै गल्ती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन, तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। म धेरै केही भन्दिनँ। म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु। यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढक्याउँछु आफ्नो न्यायको लागि। र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु। म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु। चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नु होला। अन्य साथीहरू आउनुहुन्छ, उहाँहरूले कुराकानी गर्नुहुनेछ, निरन्तर चलिरहन्छ। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ। मलाई आशा छ यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ। निरन्तरता प्रदान गर्नुहोला। म कानुनी लडाईँमा छु। यसो नगर्नुहोस् न जबरजस्ती। म जानै तयारै छु, त लैजानुहोस् न। कति समय लानुहुन्छ? मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु परेन र? अहिले लेख्नु तपाईँले? अब पक्राउ पुर्जी बनाउनुहोस् न। एकछिन पक्नु न। ए भाइ ठिक छ त, मलाई दिनुहोस् न त। ल्याउनुहोस् कि ल्याउनुहोस्, मैले सही गर्नु पऱ्यो नि। मलाई दिनुहोस् न पक्राउ पुर्जी। कस्तो अचम्म यार, एउटा पक्राउ दिनुहोस् न पक्राउ पुर्जी, लेख्नुहोस्। दिनुहोस् न भइगयो त। ल दिनुहोस् न।
वकिल साहब भोलि कानुनको विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु त्यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि भोलि ठोक्नुहोस् न पहिला तपाईँ भन्ने अनि पत्र दिने मलाई सुन्नुहोस् न सुन्नुहोस् मलाई सुन्ने अनि सम्मान गर्छौँ पत्र दिनु न पत्र ए पत्र दिनु न मलाई ए ल भाइ पत्र दिनुहोस् भइ त को त त्यही गर्नै परेन त